नमस्कार, म प्रताप भट्ट। अनि आजको दिन मैले हिजो नै यो शुभकामना हजुरलाई प्रदान गर्न चाहिरहेको थिएँ, तर मेरो शारीरिक अस्वस्थपनाको कारणले गर्दाखेरि मैले सकिनँ। म सम्माननीय श्री बालेन्द्र शाह बालेनज्यूलाई एकदमै नेपालको 42औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको लागि र नेपाली जनताले धेरैभन्दा धेरै मत दिएर जिताउनु भएको लागि अनि हजुरलाई म एकदमै हृदयभित्रदेखि नै एकदमै बधाई दिन चाहन्छु र हजुर साथै मन्त्री परिषदका सम्पूर्ण सदस्यज्यूहरूबाट हाम्रो देशले यी 5 सालमा र आउने सालहरूमा धेरै राम्रो उन्नति प्रगति पाउनेछ, सुख सुविधाहरू पाउनेछ भन्ने म विश्वास गर्दछु र नेपाली आमाको छोराहरूले आफ्नो देश परिवार आमा बाबा र काखाको नानीहरूलाई छोडेर पैसै कमाउनको लागि परिवारको पालन पोषणको लागि विदेश जानुपर्ने, अर्काको देशमा गएर मजदुरी गरेर अनि कष्ट र दुःख सहेर लास्टमा बक्सामा अनि बन्दी भएर अथवा लास भएर आउनुपर्ने सिचुएसन हुने छैन र यो देशले नयाँ आयाम, नयाँ जागृति र नयाँ सोच उत्पादन गर्नेछ र हजुरले यसमा एकदमै सहायता गर्नुहुन्छ। यो देशको शान बढाउनका लागि अनि श्री बालेन्द्र शाह बालेनज्यू जो सम्माननीय प्रधानमन्त्री हाम्रो देशको हुनुहुन्छ, हजुरबाट हामी यही आशा गर्दछौँ। म लगायत मेरो समुदायका सम्पूर्ण परिवारजनहरूले हजुरको लागि निरन्तर परमेश्वरसँग प्रार्थना गरिरहनेछौँ र उहाँको आशिष तपाईमा, तपाईको परिवारमा, हाम्रो सम्पूर्ण मन्त्री परिषदका सदस्यहरू, हाम्रो राष्ट्रमा र राष्ट्रका सबै वासीहरूमा रहिरहनेछ, म यो विश्वास गर्दछु। म किडनीको बिमारी हुँ अनि मेरो दुईटै किडनी फेल भएको छ अनि मेरो कलेजोले पनि धेरै काम गर्दैन अनि मेरो आँखाहरू म देख्दिन अनि त्यस्तै गरिकन मेरो हिँड्न सक्ने अवस्थाहरू पनि खासै छैन। म एकदमै आवश्यकतामा छु, दुःखमा छु, पीडामा छु र मैले ट्रान्सप्लान्ट गर्नै पर्ने छ। यस कारणले गर्दाखेरि म यो भिडियो मार्फत हजुरलाई अवगत गराउन चाहन्छु कि मलाई सहायताको खाँचो छ अनि यही भिडियोद्वारा म सम्माननीय प्रधानमन्त्री ज्यूलाई सम्बोधन गर्दा गर्दै स्वास्थ्य मन्त्री ज्यूलाई पनि म एकदमै अनुरोध गर्न चाहन्छु कि मेरो स्वास्थ्यको लागि सहायता गरिदिनुहोस्, उपचारको लागि सहायता गरिदिनुहोस्। म एकदमै एक्लो छु, मलाई सहायता गर्ने कोही पनि छैन। म मेरो बहिनीको घरमा एउटा असहाय अवस्थामा बसेको छु। उहाँले मलाई हेरिरहनु भएको छ अनि सक्दो सहायता गर्नुभएको छ, तर उहाँ आफै पनि एकदमै गरिब अथवा निम्न वर्गको हुनुभएको कारण मलाई डायलिसिस गर्नु पनि गाह्रो छ। यद्यपि डायलिसिस फ्री भए तापनि मलाई जान आउनु पनि गाह्रो छ। उपचारको दबाईहरू, औषधिहरूको लागि पनि धेरै गाह्रो छ र सबैभन्दा ठुलो कुरो मसँग रकम नभएको कारण मैले आगामी उपचारहरू अगाडि बढाउन सकिरहेको छुइनँ र बाध्य भएर मैले मृत्युलाई पर्खनुपर्ने सिचुएसन छ। तसर्थ म हजुरसँग अनुरोध गर्न चाहन्छु कि मेरो उपचारको लागि सम्माननीय प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू साथै यो भिडियो हेर्नुहुने सम्पूर्ण जनले मलाई भेटेर मलाई हेर्न आएर अथवा मेरो लागि उपचारको लागि सहायता गरिदिनुहोस् भनिकन म
म हृदयभित्रदेखि नै अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। नमस्कार।